सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको आमन्त्रणामा उनी भारतको 5 दिने औपचारिक भ्रमण गर्दैछन्। पत्नी निकितासँगै पार्टीका 5 जना सदस्यहरूसँगै उनी भारतको औपचारिक भ्रमण गर्न लागेका हुन्। सभापति लामिछानेको भ्रमण यस्तो अवस्थामा हुन लागेको छ जसको ठीक एक दिन अगाडि सत्ताधारी दलकै प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्टममै उपस्थित भएर भारतको भूमि नेपालले पनि मिचेको छ भन्ने एउटा गैर जिम्मेवार र सनसनीपूर्ण अभिव्यक्ति दिएका छन्। यो अभिव्यक्तिलाई भारतीय पक्षले रवि लामिछानेसँग नजिरको रूपमा प्रस्तुत गर्नेछ भन्ने पक्का भएको छ। यसलाई सभापति लामिछानेले कसरी अघि बढाउलान् यो भने हेर्न बाँकी नै रहेको छ। जे होस्, अयोध्या भ्रमण समेत गर्ने लामिछानेले भारतमा रहेका भारतीय जनता पार्टीका विभिन्न शीर्षस्थ नेताहरूसँग औपचारिक भेटवार्ता गर्ने समेत जनाइएको छ। त्यहाँ रहेका नेपालीहरूसँग पनि उनले विभिन्न चरणमा कुराकानी गर्ने पनि बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका विभिन्न नेताहरूलाई लिएर उनी 5 दिने आजदेखिको औपचारिक भ्रमणमा लागेका छन्। रवि लामिछानेको भ्रमण फलदायी होस्, हाम्रो तर्फबाट शुभकामना छ।